मोरङको रङ्गेली नगरपालिका देशभरिमा नमुना र उदाहरणीय नगरपालिका बनेको छ। नगर प्रमुख दिलीप बगडिया, उपप्रमुख भूमा पराजुली, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू सहित सबै जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयासबाट रङ्गेली नगरपालिकामा नमुना र उदाहरणीय कामहरू भएका छन्। कुनै समय मोरङ जिल्लाको सदरमुकाम रहेको रङ्गेली यति बेला आफ्नो पुरानै साख फर्काउने दिशामा अग्रसर बन्दै गएको छ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सहर रङ्गेलीको अहिले मुहार फेरिएको छ। रङ्गेली नगरपालिका निरन्तर नमुना र उदाहरणीय कार्यहरू गर्दै विकास र समृद्धिको दिशामा अघि बढ्दैछ। इच्छा शक्ति र आफूले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने हो भने असम्भव केही छैन भनेर रङ्गेलीले उदाहरण प्रस्तुत गरेको छ। भौतिक पूर्वाधार मात्र नभई रङ्गेलीको चौतर्फी विकासमा रङ्गेली नगरपालिका लागि परेको छ। अधिकांश भूभाग खेतीयोग्य जमिन रहेको रङ्गेली नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। रङ्गेलीका अधिकांश नगरवासी कृषि क्षेत्रबाटै आश्रित छन्। यहाँ धान, मकै, गहुँ, दलहन, तरकारी तथा फलफुलको प्रशस्त खेती हुने गरेको छ। तर केही वर्ष अघिसम्म पर्याप्त सिँचाइ सुविधा नहुनु रङ्गेलीका कृषकहरूको प्रमुख समस्या र चुनौती थियो। पर्याप्त सिँचाइ सुविधा नभएकै कारण कृषिमा आकर्षण गर्दै जाँदा निरन्तर उत्पादन घट्दो क्रममा थियो। सिँचाइकै अभावमा कतिपय कृषकहरू पेसाबाट पलायन समेत हुनुपर्ने बाध्यता थियो। तर यसै कुरालाई मध्यनजर गर्दै रङ्गेली नगरपालिकाले पर्याप्त सिँचाइ सुविधा पुर्याउने योजना बनाएर सोही अनुसार काम गर्यो। अहिले पनि रङ्गेली नगरपालिकाले निरन्तर सिँचाइ सुविधा विस्तारको काम निरन्तर अघि बढाइरहेको छ। रङ्गेली नगरपालिकाको प्रयासले केही वर्ष अघिसम्म बाँझै रहने खेतहरू अहिले हरियाली हुन थालेको र बाह्रैमास खेती हुन थालेको नगरवासी कृषकहरूले बताएका छन्। हाल नगरपालिकाले सिँचाइका स्रोतहरूको संरक्षण र सिँचाइ विस्तार कार्य तीव्र गतिमा अघि बढाएको छ। प्राय रङ्गेली नगरपालिकाले विभिन्न वार्डहरूमा बाँधको काम गर्दै आइरहेको छ र एउटा गौरवको योजनाको काम पनि रङ्गेली नगरपालिकाभित्रै सिँचाइको काम गरेको छ, जो रङ्गेली नगरपालिका वडा नम्बर 1 मा, जसले 5000 क्षेत्रफलमा चाहिँ सिँचाइहरू एउटा त्यो सीमावारबाट चाहिँ एउटा कुलो बनाएर किसानहरूले सिँचाइ लगाएर अहिले चाहिँ बढीभन्दा बढी बालीहरू उत्पादन गर्नुभएको छ। र रङ्गेलीमा हिजोको अवस्था र अहिलेको अवस्था किसानको हेर्ने धेरै नै फर्क मारेछ। किसानको हक हितको लागि हामीले सिँचाइ बिलहरू फ्री गरिदिएका छौँ। जति पनि किसानहरू हुन्छ उहाँले चाहिँ कृषि क्षेत्रमा आधारित हुनुहुन्छ, उहाँहरूले कृषिमै आत्मनिर्भर बन्नुभएको छ भने उहाँलाई हामीले एउटा सेवा दिउँ भनेर चाहिँ एउटा सिँचाइ बिल पनि हामीले फ्री गरेका छौँ। भने अहिले रङ्गेलीमा हेर्ने भने
कृषकहरूले 2 बाली प्रायः 2 बाली लाउनुहुन्छ भने कुनै कुनै ठाउँमा त 3 बाली पनि लाउने गर्नुभएको छ। किसानहरूको एकदम आत्मबल बढेको छ। अहिले तपाईहरुले पनि देख्नुभयो यहाँनेरि पहिला मकै खेती हेर्दाखेरि 1-2 जना किसानले यसो 10 कट्ठा 5 कट्ठा लाउनुहुन्थ्यो भने अहिले कुनै किसानले 4 बिघा 5 बिघा 10 बिघा अर्काको लिजमा जग्गा लिएर भए पनि 10 बिघासम्म पनि मकै खेती गर्नु भएको छ। उहाँहरूलाई म सोध्छु तपाईहरुले यति धेरै मकैको खेती गर्नुहुन्छ 5 बिघा लाउँदा तपाईलाई चाहिँ खर्च घटाएर कति बच्छ भन्दाखेरि मजाले हामीले उत्पादन गर्दाखेरि बिउ मल पानी प्रशस्त पुग्यो भने हामीले 5 लाखसम्म आम्दानी गर्छौं भन्ने कुरा किसानहरूले नै व्यक्त गर्नुपर्छ भने किसानको लागि हामीले गरेछौं जस्तो चाहिँ हामीलाई लागेको छैन। कृषकको हकको लागि उन्नत जातका बिउ बिजनहरू पनि ल्याएर दिइरहेछौं कहिले धानको। यसरी हामीले चाहिँ वितरण गरिरहेका छौं। किसानहरूले एक बाली मात्रै लाएर चाहिँ पहिला खेत बाँझो हुन्छ, धान काटिदियो अनि त्यो 8 महिनासम्म त्यो खेत बाँझो रहन्थ्यो। अहिले हेर्ने भने खेत त कहीँ बाँझै देखिँदैन। 12 मासै नै उहाँहरूले चाहिँ एउटा कुनै न कुनै खेती गरिरहन्छ। कहिले मकै खेती, तोरी खेती, गहुँ खेती, यसरी चाहिँ खेतै बाँझो भएको मैले देख्दिन। 12 मासै किसानहरूले खेत लागेको देखिरहेको छु। पहिले खेतबारी रुखो र सुक्खा हुने गर्दथ्यो। खेतबारीमा पानी नअडिने समस्या रहेको थियो। यसैलाई मध्यनजर गर्दै 12 मास खेत चिसो र खेतीयोग्य बनाउनका लागि नगरपालिकाले दर्जनौं स्थानमा क्यानल गेट र बाँध निर्माण गर्दै कुलो बनाएर सिँचाइ सुविधा विस्तार गर्दै लगेको छ। यसै मध्येको एक हो वडा नम्बर 4 स्थित चोपराहामा निर्माणाधीन बाँध। वडा नम्बर 4, 5 र 6 नम्बर वडाको सिमानामा पर्ने यो स्थानमा अहिले धमाधम बाँध निर्माण कार्य भइरहेको छ, जसबाट 5000 बिघा भन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने भएपछि स्थानीय कृषकहरू हर्षित भएका छन्। यहाँ तपाईको यसलाई हामीले बाँध पनि भनौं अनि पुल पनि भनौं, यो पानी नियन्त्रण हो। यहाँ जुन तपाईको लगभग 5000 जति हो। 4 नम्बर वडा, 6 नम्बर र 5 नम्बर यही खोला भनेको तपाईको 4 र 5 को सिमाना खोला हो। वारिपारी गरेर यो 6 नम्बर लगाएर तपाईको लगभग 5000 बिघा जग्गा यो खोलामा बाँध नभएर अनियन्त्रित सुक्खा भएर लगभग किसान 4-5 का किसानहरू एकदमै दुखी थिए। जग्गा धान फल्ने बेलामा तपाईको फल्नै सक्ने बेला, सुक्ने बेलामा सुक्ने अनि तपाईको फलाउनै नसक्ने अवस्था। राति पानी पर्दा पनि राति पानी पर्दा बिहान एक थोपो पनि खेतमा पानी नहुने अवस्था। किसान बहुतै दुखी थियो यहाँ यो खोलामा बाँध नभएर। अब अहिलेदेखि नै किसानमा एक किसिमको खुसियाली आएको छ। यहाँको किसान, यहाँको समाज, टोलवासी 4 नम्बर 5 नम्बर र 6 नम्बर वडाका वडावासीहरू निकै नै खुसी हुने अवस्था छ। र त्यो भन्दा पनि अब जो किसानै छैन, मजदुर छ, त्यो पनि खुसियाल हुने अवस्था छ। अहिले तपाईको यसपालि भन्नै पर्दा जुन जग्गाहरू 30 बिघा मनको 30 बिघामा लाग्दै थियो धितो ठेक्का, त्यो 40-45 मा गइसकेको छ। जग्गा लिने मान्छे मारामार छ। यही तपाईको छेउको जग्गा 18 लाख 20 लाख बिघामा चल्या थिएन, अहिले 25 लाख 28 लाख बिघामा चलेको। फेरि पनि यहाँ आजै मलाई एकजना मान्छे भन्दै थियो यहाँ जग्गा किन्नु छ भसक छ भने मलाई पनि यसो सम्झिनु होला, किनाइदिनु होला दाइ भनेर भन्दै। अब यो बाँधले गर्दा यहाँको समाज, यहाँको तपाईको कृषक, किसान, मजदुर सबै खुसी छ। अनि जति बेला यो घागीमा बाँध कहिले हुन्छ, यो बाटो कहिले बन्छ, तपाईको बिजुली तार खेतमा कहिले आउँछ, सिँचाइ फ्री भयो कहिले आउँछ भन्ने कुरा मेयर साहबलाई जति बेला पनि म यही कुरा राख्थेँ। चुनावमा आउँदा पनि जति बेला कतो कि दाजु यो घागी खोलाको बाँध कहिले हुन्छ, उहाँले वचन पनि दिनुभएको थियो कि म यो बाँध जसरी पनि बनाउँछु। उहाँले बाचा पुरा गर्नुभयो र अहिले यो पुरा हुने अवस्थामा छ। भन्नुको मतलब यहाँ रङ्गिली नगरपालिकाको मेयर साहबको ठुलो योगदान छ र उहाँलाई यो टिको भने उहाँलाई सबैले फेरि पनि माया पाउनु हुनेछ। र अब भन्नै पर्दा खास गरी तपाईको 4, 5, 6 को जनता र म स्वयं
उहाँलाई मरी धन्यवाद दिन चाहन्छु। स्थानीय कृषक विनोद चौधरीले पहिले खेतमा पानी नअडिने र उब्जाउ नहुने समस्या भए पनि बाँध बनेपछि भने ठूलो राहत मिलेको बताउनुभयो। उहाँले सो बाँधबाट मात्र 3वटा वडाका कृषक लाभान्वित हुने भन्दै खुसी व्यक्त गर्नुभयो। हामीहरूको खोलामा धेरै तल थियो, तर तल हुनको कारणले पानी खेतमा रुक्दै थियो, उब्जाउ अलिक कम हुन्थ्यो कि त्यसै कारणले हामीहरू सबै गाउँवालाले अनि मेयरसँग सिफारिस भने मलाई एउटा बाँध चाहियो। हामीहरू गाउँवासीले 4 र 5 र 6 को फाइदा हो यो बाँधबाट। यसबाट धेरै फाइदा हुन्छ। खेतमा बाली नाली बढी हुन्छ अनि यो पानीले हाम मसिनले पानी पटाउन खेतमा सकिन्छौँ। त्यस्तै अर्का कृषक सुतरलाल मण्डलले पहिले खेत निकै रुखो हुने गरे पनि अहिले भने बाँध निर्माण गरिसकेपछि पानी जमेर चिस्यान हुन थालेका कारण उब्जाउ बढ्न थालेको बताउनुभयो। उहाँले अब खेत उर्वर बन्ने र सधैँ खेती हुने भन्दै खुसी व्यक्त गर्नुभयो। यता जे छ न यता यी समस्या यही रही जो खेत हमार सब खेत नहीं उगते, ये घाही चोसी का एकदम कंकड़ बना देगी। याप भेले तो याप कना जान ले खेत में यतने वाला बात हमार सु कहना हमार सु लिए तो ठीक भेले, बढ़िया भेले, 1 नंबर भेले। निर्माणको अन्तिम चरणमा रहेको सो बाँधको नगर प्रमुख दिलीप बगडिया, उपप्रमुख भूमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, वडाध्यक्ष एवं जनप्रतिनिधिहरूले नियमित अनुगमन गर्दै आउनु भएको छ। नगर प्रमुख बगडियाले प्राय दिनहुँ जसो सो स्थानमा पुगेर निरीक्षण गर्दै आउनु भएको छ। उहाँले सो बाँध बलियो र गुणस्तरीय बनाउन निरन्तर निरीक्षण तथा अनुगमन गर्दै आउनु भएको हो। अनुगमनको क्रममा बाँध निर्माण स्थलमा भेटिनु भएका उहाँले निर्माण व्यवसायीलाई लागत इस्टिमेट अनुसार काम गर्न र कुनै कमी कमजोरी नगर्न कडाइका साथ निर्देशन दिनुभएको छ। सो बाँधका कारण 3 वडाका किसानहरू लाभान्वित हुन थालेको र निर्माण सम्पन्न भएपछि किसानहरूले ठूलो राहत पाउने रङ्गेली 5 का वडाध्यक्ष महानन्द मण्डल बताउनुहुन्छ। धेरै ठूलो फाइदा गर्छ, किनभने नि यो बाँध नहुँदाखेरि पानी अड्किँदैन थियो हैन। अब किसानहरूको लागि पानी पटाउनको लागि त्यस्तै बोरिङको सुविधा छैन हैन। नदीबाट टाढा टाढासम्म पानी लग्छ र अब यहाँ यो पानी भयो भने छेउको जग्गा अब सुक्दैन छिटो हैन, नभए त सुकिहाल्थ्यो। त्यसले गर्दा योबाट यहाँ होइन हाम्रो सिमानाको अन्तिमसम्म यसको फाइदा छ त। त्यसले गर्दा के छ, यो इलाकाको मान्छेलाई यो सीमा बाँध भनेको त धेरै ठुलो उपलब्धि हो हैन। धेरै किसानहरू आउँछ पनि यहाँ आएर सोध्छ पनि हैन यो के हो। र अर्को कुरा यहाँका गाउँवासीहरूलाई यहाँ बस्नेहरूलाई फाइदा पनि भयो। यसो बेलुका टाइम आयो, यसो नदीमा नुहायो, एकछिन माछा पनि मारो हैन, त्यो पनि एउटा ठुलो उपलब्धि हो। अब यो बाँधले गर्दा चाहिँ यो इलाकामा अब पानी पठाउनको लागि कुनै पनि किसानलाई टेन्सन हुँदैन। र समग्र रूपमा भन्दाखेरि यो 4 नम्बरको यो मेरो सिमान भनेको यो खोला पार यो 5 नम्बरको यहाँ जति छन् बढीभन्दा बढी त 5 नम्बरकै सुविधा पाउँछ किसानहरू। किनभने यो जति छन् यो पूर्व साइडको सम्पूर्ण मेरो वडाकोमा ऊ छ। यहाँहरूले 4 नम्बरमा भए पनि हाम्रो वडामा गएर उहाँहरूले चाहिँ कर तिर्नुहुन्छ र भन्नु पनि हुन्छ। अब एउटा किसानले भन्नुभयो भने हाम्रो वडादेखि आउनुभयो, उहाँहरू मसँग धेरै जुडिएको छन्, धेरै कुराहरू सोध्नुहुन्छ हैन। त्यसले गर्दा के छ भने यो सीमा बाँधले गर्दा 4, 5, 6 को सिमानालाई धेरै नै एकदम उपलब्धि हुन्छ। यहाँका किसानहरू अब पानीको लागि यसो गर्नु पर्दैन, तर्सिनु पर्दैन हैन। मोटर लगाएर मकै धान हैन अनि गेहुँको बेलामा गेहुँ हैन लगाएर उहाँहरूलाई पानी खोज्नु पर्दैन। नगर प्रमुख बगडियाले नगरवासीको माग अनुसार नगरपालिकाको पहल कदमीमा बाँध निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले वडा नम्बर 4, 5 र 6 को सीमामा निर्माण हुँदै गरेको बाँधमा कटान नियन्त्रणका लागि पनि नगरपालिकाले थप लगानी गरी बलियो बनाउने बताउनुभयो। उहाँले नेपाल भारत सीमा क्षेत्र नजिकै भएकाले सो बाँध निर्माण गरेपछि हिउँदमा नेपालतर्फ नै पानी रोकिने र वर्षायाममा बाँध माथिबाट बग्ने भएकाले किसानहरूलाई ठूलो राहत मिल्ने बताउनुभयो। तपाईँ आज हामी संयोगले यहाँ आएको बेला तपाईँ पनि यहाँ आउनु भएको रहेछ। चोपराको 4 नम्बर वार्ड र 5 नम्बरको सिमानामा यो बाँध बनाउनु पर्ने थियो। यो हामी पञ्चायतको बेलामा यहाँ बाँध बनाइएको थियो, त्यो बाँध टुटो, सफल भएन। काम गर्नेले प्रयास गरेकै थिए,
तर प्रयास सफल भएन, कमजोर थियो वा पानी बढी आएर टुटेको छ। तर यहाँ बाँध बनाउनु पर्ने आवश्यकता म 74मै चुनावमा आउँदाखेरि यहाँका जनताहरूले चोपरावासीले यहाँ बाँध बाँध्नुपर्छ र बाँध बाँधेर पानी अडिएर मात्रै जानुपर्छ इन्डिया भारततिर। अडिएर गयो भने हाम्रो खेतको सिपेज अडिन्छ, नभए हाम्रो चिस्यान सबै गयो, पानी अडिएन, चिस्यान गयो, खेतको चिस्यान जाँदा हाम्रो बाली नाली एकदम कम भयो, रबी बाली हाम्रो फल्दैन भन्ने कुरा आएको थियो। त्यो अनुरूप हामीले प्रयास धेरै गर्यौं, आफ्नो पैसा हाल्न, सरकारकै पैसा हालेका छौं, पालिकाको पैसा त होइन। तर संघीय सरकारको वन मन्त्रालय मार्फत चुरे कार्यक्रम अन्तर्गत 1 करोड पैसा विनियोजन गराउन हामी सफल भयौं। पुलको काम गर्यौं, माग्ने काम गर्यौं, सफल भयौं र 1 करोडको टेन्डर व्यवस्थापन उदयपुर कार्यालयबाट भयो र यो कार्यालयबाट हुँदाखेरि यो डिजाइन इस्टिमेट अनुसार काम लगभग अन्तिम चरणमा छ र हामी आज अनुगमनका क्रममा आएका छौं। यसमा जे काम अपुरो अलिकति छ, ढुङ्गा ग्याबिङको अलिकति कमी रहेको कुरा, पालिकाबाट पनि यसलाई नबिग्रियोस् भन्नका लागि, नभत्कियोस् नटुटोस् भन्नका लागि पालिकाबाट पनि अलिकति पैसा हालेर ग्याबिङ हालेर यसलाई सुरक्षित गर्न खोजेका छौं। किसानको जग्गा पनि सुरक्षित होस्, यो बनाएको बाँध पनि सुरक्षित होस् र किसानहरूले मलाई लाग्छ 2 किलोमिटरसम्म 3 किलोमिटरसम्म पानी अडिसक्यो र यो बनाएको उद्देश्य पानी देख्दा सफल भएको जस्तो मलाई लाग्छ र बर्खामा यो बाँध सफलताका साथ हाम्रो पानी पनि बग्ने, ओभरफ्लो पनि हो, कजवे जस्तो बनाएका छौं, तलबाट पानी जाने, बढी बाढी आयो भने माथिबाट कजवेबाट माथिबाट पानी जाने व्यवस्था मिलाएका छौं। डिजाइनमा त्यस्तो छ। भरसक 99% केही नबिग्रिकन सफल रहन्छ। केही कमी त्रुटि रह्यो भने, बर्खामा हेरेर कमी त्रुटि रह्यो भने अघिल्लो वर्ष रहेका कमी त्रुटिलाई पूरा गरी यसलाई सफल बाँधको रूपमा निर्माण सम्पन्न हुनेछ भन्ने जानकारी गराउन चाहन्छु। नगर प्रमुख बगडियाले चोपराहामा मात्र नभई रङ्गेलीका विभिन्न स्थानमा बाँध र क्यानल गेटहरू निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले किसानहरूका लागि रङ्गेली नगरपालिकाले सिँचाइका स्रोतहरूको संरक्षण र सिँचाइ सुविधा विस्तार गर्दै लगिने समेत बताउनुभयो। 1 नम्बर वार्डको सीमा बाँधमा पनि 50औं वर्षदेखि सीमाको बाँध बाँधिएको थियो र त्यो बाँध बाँधेर 50औं वर्ष अगाडिदेखि त्यो बाँध टुटेको थियो। धेरै जनताहरू छटपटाई बिलबिलाइरहेका थिए कि त्यहाँबाट गेट बनाएर पानी उकास्दिउँ र पानी निकालेर माथि किसानहरूलाई पानी दिउँ भन्ने थियो। त्यो पनि नगरपालिकाले संघीय सरकार र पालिका मिलेर संयुक्त प्रयासमा 4 करोड जतिको सीमा बाँध तयार गरेको छ र त्यो निर्माणको अवस्था अन्तिम चरणमा पुगेको छ। त्यो पानी पनि यसपालि माथि उकाल्नेछौं र 2-4-5 हजार बिघा जग्गालाई त्यो पानी निशुल्क पानी खेतमा पटाउनलाई उपलब्ध हुनेछ, त्यो जानकारी गराउँछु। र साथै 1 नम्बर वार्ड 2 नम्बर वार्डमा ठाउँ ठाउँमा किसानहरूलाई क्यानल गेट हालेर, वाल हालेर किसानहरूलाई पानी पटाउनलाई, पानीको सुविधाका लागि नगरपालिकाले आफ्नो पहलमा, आफ्नो प्रयासमा आफ्ना पैसा लगाएर, आफ्नो लगानी लगाएर किसानहरूको लागि ठाउँ ठाउँमा योजना हालेर गेट निर्माण गरेका छौं। अनुगमनकै क्रममा बाँध निर्माण स्थलमा भेटिनु भएका रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले धेरै स्थानमा सिँचाइ सुविधा पुर्याउन चोपराहामा बाँध निर्माण भइरहेको बताउनुभयो। उहाँले किसानलाई निशुल्क सिँचाइ उपलब्ध गराउन रङ्गेली नगरपालिकाले बिजुली बिल आफै तिरिदिने गरेको समेत जानकारी दिनुभयो। यो चाहिँ विशेष गरेर यहीँको किसान दाजुभाइहरूले चाहिँ हामीलाई चाहिँ यो अलिकति खोला डाउन भयो, जमिन उच्च भयो, त्यसले गर्दा हाम्रो पानी सिपेज भएकोले गर्दा सिँचाइमा समस्या भयो भन्ने कुरा आयो होइन। त्यसपछि चाहिँ हामीले यो क्षेत्रलाई अध्ययन गर्दै जाँदाखेरि यहाँ चाहिँ एउटा हामीले ड्याम बनायौँ भने पानीको लेभल पनि माथि आउने, माथि आएपछि क्रमशः खोलाको लेभल पनि बढ्दै जाने र यो जमेको पानी तालले यो जुन एउटा तलाउ बनेको छ यहाँ तपाईँहरूले देखिरहनु भएको छ, यो तलाउको पानी चाहिँ किसानहरूले चाहिँ
मोटरबाट तानेर खेतमा पनि सिँचाइ गर्न सक्ने प्लस यसले सिपेजको रूपमा जुन पानी अगाडि जान्छ बढ्छ त्यसले पनि सधैँभरि यो ठाउँलाई चाहिँ रसिलो बनाइराख्ने भन्ने उद्देश्यले हामीले यो तयार गर्यौँ। यसको अतिरिक्त हामीले अब के पनि गरिदिएका छौँ भने जस्तै नगरपालिकाभित्र जति पनि हाम्रो कृषि मिटर लिएर पानी तान्ने किसानहरू हुनुहुन्छ उहाँहरूको चाहिँ सम्पूर्ण बिल हामी पे गरिदिन्छौँ। धेरैले अब हामीलाई यो पानी त गर्नु तर धेरै अब मोटरले तान्नुपर्छ भन्नुभएको छ, त्यो पनि हामीले किसानहरूलाई सम्बोधन गरेका छौँ। रङ्गेली नगरपालिकामा मोटरबाट चाहिँ यसरी विद्युतबाट विशेष गरी कृषि मिटर चलाएर जुन विद्युत चलाइन्छ त्यसको निःशुल्क हामीले व्यवस्था गरेको कारणले गर्दा यो जुन जमेको पानी छ यसलाई चाहिँ किसानहरूले सहज रूपमा आफ्नो खेतमा तानेर चाहिँ सिँचाइ हुने अवस्था छ। चोपराहामा निर्माण भइरहेको बाँध अन्तिम चरणमा पुगेको निर्माण व्यवसायी आनन्द कन्स्ट्रक्सनका प्रतिनिधि राजन खड्काले बताउनुभयो। उहाँले गत पुसबाट सुरु गरिएको सो बाँध निर्माणको काम करिब करिब सम्पन्न हुन लागेको जानकारी दिनुभयो। उहाँले सो बाँध निर्माण कार्यले स्थानीय किसानहरू धेरै खुसी भएको बताउनुभयो। निर्माण गरिरहेका छौँ। त्यो निर्माण गर्दै गर्दाखेरि हरेक उप तलाबहरू आए र पनि त्यसको बावजुद पनि हामीले सम्पन्न गर्ने प्रयासमा गयौँ र अब सम्पन्नको लास्ट चरणमा हामी जाँदैछौँ। जति पनि यहाँको चाहिँ जनताहरू आउनुहुन्छ उहाँहरू धेरै नै खुसी हुनुभएको छ, उहाँहरू धेरै नै लाभान्वित हुनुभएको छ यसमा। अब यो बन्नाले हाम्रो चाहिँ खेतको उब्जाउहरू बढ्ने, हामीलाई चाहिँ पानीको त्यत्रो तनाव नहुने खालको चाहिँ एउटा सन्देश दिइराख्नु भएको छ। हामी पनि खुसी छौँ। चोपराहामा मात्र होइन, रङ्गेलीका यस्ता धेरै ठाउँहरूमा सिँचाइका लागि रङ्गेली नगरपालिकाले क्यानल गेटहरू निर्माण गरेको छ, जसका कारण स्थानीय कृषकहरू लाभान्वित भएका छन्। वडा नम्बर 1 स्थित रङ्गेली बेलबारी सिमाना नजिकै स्थानीय ऋषि राईको घर छेउ धैती खोलाका विभिन्न 3 ठाउँमा बाँध निर्माण गरिएको छ। जिरायत बस्तीको विभिन्न 3 ठाउँमा यस्ता बाँध बनाएर कुलो विस्तार गरिएको हो। स्थानीय गणेश अधिकारीको जग्गा छेउ र जिरायत बस्तीकै गेलाल टोलमा बाँध बनाएर सिँचाइ सुविधा विस्तार गरिएपछि सो स्थानमा 100 बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। ती बाँधहरूमा पानी छेकेर कुलो बनाई सो क्षेत्रका सबै खेतबारीमा सिँचाइ सुविधा पुर्याइएको छ, जसका कारण स्थानीय कृषकहरू हर्षित बनेका छन्। यसअघि सिँचाइ सुविधा नहुँदा शास्ति खेप्दै आएका कृषकहरूले ठूलो राहत पाएका छन्। मेरो कलमान तामाङ हो। हजुर, रङ्गेली भनेपछि त अहिले फाइदै छ नि भन्नुपर्छ। भन्दाखेरि पहिला जस्तो दुःखको छैन, सुखै छ भन्नु। पहिला भन्दा त धेरै बढेको छ भनौँ न। मकै भइरहेको छ। पहिला मकै लाउनु पाउँदैन थियो, पानी नभएर तल गइहाल्थ्यो, बोराले बाँधे चुइचुएर जान्थ्यो। अहिले त लाउनु भएको छ नि, सरहरूले गरिदिनु पर्छ। जस ठिक छ, साथीले गर्दैछ। रङ्गेली वडा नम्बर 1 का किसान मनोज कुमार सुवेदीले आफूहरूको वडाका विभिन्न स्थानमा नगरपालिकाले बाँध बनाइदिएपछि अहिले आफूहरू जस्ता धेरै कृषक लाभान्वित भएको बताउनुभयो। उहाँले विगतमा सिँचाइ सुविधा नहुँदा खेतीपाती गर्न निकै समस्या हुँदै आएको स्मरण गर्दै अब भने 12 मास खेती गर्न थालिएको जानकारी दिनुभयो। सुवेदीले बाँध निर्माण भएपछि खेतबारी 12 मास हरियाली हुन थालेको बताउनुभयो। उहाँले बाँध निर्माण गरेकै कारण बाली फस्टाएको जानकारी दिनुभयो। यी खेतहरूमा क्यारे वर्षको चाहिँ यहाँ माथि अब यो धैती खोलाको यो माथि अब बेलबारी रङ्गेलीको सिमानामा एउटा बाँध छ। त्यहाँ अब कति अब 40-45 लाख कति खर्च गरिदिनुभयो मेयर साहबले। पोहोर पनि फेरि 8-10 लाख खर्च गरिदिनुभयो। त्यहाँ अलिकति पानी एकातिर गयो भनेर अब त्यहाँ चाहिँ सालको चाहिँ 5,000-7,000 बोरा हालेर चाहिँ क्यारे सालैपछि चाहिँ कृषकहरूले चाहिँ उठाएर बालुवा भर्नुपर्छ त्यो बाँधमा। अब हामी जनताहरूले चाहिँ क्यारे मेयर साहबलाई त्यहाँ चाहिँ अब गरिदिनु पर्यो, हाम्रो त भात खाने मेलो पनि हरायो भनेर हामीले चाहिँ उहाँलाई रिक्वेस्ट गरेपछि उहाँले चाहिँ त्यहाँनिर पैसा लगानी गरिदिनु भयो नगरपालिकाबाट। हाम्रो त्यो 5,000-7,000 त्यो हाल्ने बोरा हालेर चाहिँ कृषकले मरिमरि माटो काटेर भर्नुपर्ने समस्या पनि हाम्रो हल भयो। अब अहिले त्यो खेतले करिब उतापट्टि 150 बिघा, यतापट्टि त यो बाँध सबै पुरै यो करिब होला यहाँ पनि अब 70-80 बिघा अब छ। यो सबै जम्मै यो देखे जति सबै त्यसैले पर्ने हो भनेपछि करिब 150 बिघा जग्गा यो बाँधले पर्छ र यो कृषकहरूलाई चाहिँ एकदम राहत भएको छ। अब यो त अब भनेर साध्य नै छैन। अब यहाँ पनि अर्को एउटा अब यो बिब्राटोलको
चाहिँ अधिकारी हुनुहुन्छ त्यहाँ बस्ती अधिकारी बस्ती छ त्यहाँ पनि करिब करिब होला 40-50 बिघा खेत यिनीहरू पर्छ यही भैँती खोलाको यो अर्को तलतिरपट्टि हो त्यहाँ पनि सालनले चाहिँ के अरे भनौँ न अब चाहिँ 4000-3000 बोरा चाहिँ के अरे भरेर माटो भरो अनि अहिले भरो अब साउन लास्टतिर सबै बगाएर लगिहाल्छ कृषकलाई यति हैरान भएको थियो अब अहिले चाहिँ के अरे त्यहाँ पनि 2टा गेट बनाइदिनु भएको छ र कृषकहरूलाई चाहिँ के अरे त्यो हैरान गर्ने चाहिँ वर्षै सालनले चाहिँ के अरे हैरान गर्ने चाहिँ त्यो समस्याको समाधान त्यहाँ भयो र अब त्यसले गर्दाखेरि कृषकहरूलाई राहत पनि भयो र बाली नाली लगाउन ओर्न पनि हिउँदमा बर्खामा र अब यो पनि एकदम राम्रो छ त्यहाँ 40-50 बिघा चाहिँ खेतीलाई एकदम के अरे अब अन्न उत्पादन गर्नलाई चाहिँ र हाम्रो चाहिँ अब देशलाई चाहिँ के अरे अलिकति अन्नबाट चाहिँ टेवा दिनको लागि त्यो बाँधले पनि राम्रो काम गरेको छ त्यो बिरुवाटोलको बाँध भन्छौँ त्यसलाई हामी र अर्को एउटा यहाँ अर्को पनि अस्ति भर्खर भएको छ यो चाहिँ अधिकारी टोलमा चाहिँ जाने करिब त्यहाँ पनि 30-40 बिघा खेतीकै लागि चाहिँ एउटा अर्को नयाँ बाँध छ त्यहाँ यसै गर्दा अब 1.5 महिना अगाडि त्यहाँ भयो अरे त्यहाँको काम पनि सम्पन्न भयो त्यहाँको कृषकहरू पनि सालमा चाहिँ के अरे 2-3 हजार बोरा चाहिँ जहिले भर्नुपर्छ त्यहाँ पनि अधिकारी साथीहरू अब हाम्रो यो तलतिर गाउँहरूको साथीहरू सबैले चाहिँ के अरे त्यहाँ हैरान गर्नुहुन्थ्यो कहिलेकाहीँ रोप्दै नरोपिकन चाहिँ के अरे बाढी आएर लगिदिइहाल्ने त्यो बोराहरू सबै अनि फेरि डबल गर्नुपर्ने माटो नभेटिने विभिन्न हैरान हुन्थ्यो अब अहिले यो 3वटा बाँधमा चाहिँ सबै समस्याको समाधान चाहिँ एकदम राम्रो तरिकाले भयो 3 बाँधले र यो बालीहरू यो हेर्नु न यो अब यही माथिको सिरानको बाँधले गर्दाखेरि यो पुसा बासमती हरियाली भएको छ यी खेतमा हाम्रोमा करिब अहिले त्यही बाँधले गर्दाखेरि यतापट्टि पनि के अरे करिब 50 बिघा जति हाम्रो चाहिँ सबै यही बासमती धानै लगाएको छ अब घरि पछि के अरे 1 लाख 1.5 लाख 2 लाख 3 लाखसम्मको चाहिँ हाम्रो धान अहिले बिक्री हुन्छ र यो राम्रै भाउ पनि दिएको छ हरियो के अरे धान काटेर लान्छ 17-18 सय रुपियाँ भाउ हालेको छ यो मनको र यही बाँधको कारण हो यो सबै जम्मै यो बाली नालीहरू यो राम्रो भएको अब मकैहरू र यो बलुवा भर्नुपर्ने के अरे खोलामा धाउनुपर्ने रातै दिन यो चाहिँ समस्याको समाधान भएको छ कृषक सुवेदीले पहिले खेतीपातीका लागि वर्षाकै भर पर्नुपर्ने बाध्यता भए पनि अब 12 मास खेतीका लागि सिँचाइ पुग्न थालेको बताउनुभयो उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सिँचाइ सुविधाका लागि गरेको कामका लागि रङ्गिली नगरपालिकाका नगर प्रमुख दिलीप बगडिया उपप्रमुख भूमा पराजुली सहित सिङ्गो नगरपालिकाको टिमलाई धन्यवाद दिनुभएको छ एक बाली मात्रै लाग्थ्यो मकैमा पनि पानी नै लगाउन नपाइने अब त्यही बर्खाको पानीले चाहिँ के अरे यसो आकाशबाट परेको पानीले चाहिँ के अरे अब धान खेती हुन्थ्यो अब अहिले त पानी प्रशस्त भएपछि त अब पहिला सुरुमा तोरी लगाइन्छ त्यसपछि अनि त्यहाँबाट फेरि धान लगाइन्छ अनि असारमा धान पाकिहाल्छ फेरि अर्को धान लगाइहालिन्छ अनि मङ्सिरमा फेरि त्यो धान पाक्छ फेरि तोरी लगाइहालिन्छ त हाम्रो त लगातार खेत त खाली हुँदैन कहिले पनि बाली लागेको लागै नै हुन्छ एकदम 12 महिना यही बानहरूकै कारण हो नगरपालिकाको तर्फबाट त हाम्रो अब बेलबारी गयो सबै एकदम के अरे त्यो उता अरबको चाहिँ मरुभूमि जस्तो छ धनपालतिर गयो त्यस्तै छ ग्रामथान गयो त्यस्तै छ उतापट्टि पूर्वतिर गयो भने उता काने पोखरी सबैतिर जाँदाखेरि अब जम्मै काहीँ पानीको चाहिँ स्रोत केही छैन हाम्रो चैतमा आउँदा पनि हरियाली नै छ साउनमा आउँदा पनि हरियाली नै छ त हाम्रो मेयर साहबलाई हाम्रो चाहिँ के अरे नगरको सबै टिमलाई नै हामी त धन्यवाद दिन्छौँ नि किन अब हाम्रो त अब के अरे विदेश जानु परेन यिनीहरू चाहिँ अब विदेश भएर चाहिँ अब लाखौंको अब 2 लाख 3 लाखको धान त घरि पछि मान्छे साथीहरूले चाहिँ के अरे कृषकहरूले चाहिँ अब बेचिराख्नु भएको छ नगरपालिकालाई त मुरी होइन के अरे कति धन्यवाद दिन्छौँ नि हामी अब खुसी हुन्छौँ नि धन्यवाद भन्छौँ उहाँलाई अब यो सबै कृषिमा पनि ठुलो सहयोग गर्नुभएको छ उहाँले र के चाहिन्छ कृषिमा चाहिँ अब के अरे अब यहीँ अब नयाँ ट्रान्समिटर आएपछि हामीलाई भोल्टेज पनि मजाले पुग्छ झन् मजाले हामी त अब बाली लगाउँछौँ धेरै खुसी छौँ नगरपालिकालाई टिमलाई नै हामी सबै के अरे अब र सरलाई पनि आएर चाहिँ के अरे अब के छ कसो छ भनेर बुझिदिनु भयो सरलाई पनि धेरै धेरै धन्यवाद भन्छौँ सर
उसो त रङ्गेली नगरपालिकाले सिँचाइकै लागि नगरभित्रका सबै कृषकहरूको बिजुलीको बिल तिरिदिने गरेको छ। सिँचाइका लागि रङ्गेली नगरपालिकाले निशुल्क विद्युत उपलब्ध गराउँदै आएको कृषक सुवेदीले बताउनुभयो। उहाँले नगरपालिकाले कृषकहरूलाई बोरिङ र मोटर समेत वितरण गरेकाले आफूहरूलाई निकै खुसी लागेको बताउनुभयो। यो मात्रै नभएर पनि अब घर घरमा बोरिङ पनि दिनुभएको छ। अझै बिजुली लाइनबाट चाहिँ के अरे नगरपालिकाले बोरिङ दिएको छ। अब चाहिँ ट्रान्समिटर आउँदैछ फेरि अर्को नयाँ। र हाम्रो यो गाउँमा त झन् हाम्रोमा त एकदम पुरै के अरे अब चाहिँ खेती योग्य जमिनहरू राम्रो धेरै। अब 1 बिघामा 100 मन के अरे कट्ठामा चाहिँ 5 मनसम्म फल्छ अहिले हाम्रो यो धान। अब यस्तो छ यो त हेर्नु न, यो बिटामा नाङ्लो राख्दाखेरि नढल्ने खालको चाहिँ अब यो बाला छ। यो सबै जम्मै यस्तो हरियो भएको छ। हेर्नु त अब यस्तो त काहीँ छँदै छैन। तपाईँ जहाँ घुम्न जानु अन्त हाम्रो यो गाउँ जस्तो के अरे खेती अन्त कतै पनि छैन अहिले। र यही बाँधकै कारण हो, यो पानीकै कारण हो। जिरायत बस्तीकै गेलाल टोल छेउमा निर्माण गरिएको बाँध तथा क्यानल गेटले अहिले कृषकहरूले राहतको सास फेर्न पाएका छन्। विगतमा बाँध नहुँदा सिँचाइका लागि कृषकहरू तडपिँदै आउनु परेको भए पनि यति बेला सहज सिँचाइ सुविधा उपलब्ध भएपछि कृषकहरू हर्षित भएका छन्। बाँध निर्माण गरेर रङ्गेली नगरपालिकाले आफूहरूका लागि ठूलो काम गरिदिएको स्थानीय किसानहरूले बताएका छन्। उनीहरूले सिँचाइका लागि नगरपालिकाले गरेको कामले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको देखिएको बताएका छन्। स्थानीय माधव प्रसाद बन्जाराले विगतमा हजारौं बोरा माटो बोकेर बाँध बाँध्नु पर्ने र त्यो पनि बगाइदिने समस्या हुने गरे पनि अहिले समस्या समाधान भएको बताउनुभयो। उहाँले बाँध निर्माण भएपछि अहिले आफूहरूको खेत बाँझो बस्ने अवस्था नरहेको जानकारी दिनुभयो। हामीलाई यो बाँध भइकन त धेरै सहज भएको छ नि। पहिले करिब 500-1000 बोराले नि यहाँ भ्याउँदैन थियो, एकै बाढीमा लगिहाल्थ्यो। यो बाँध भइकन त हामीलाई त स्वर्गै जस्तो भएको छ नि। हुन त 12 महिना खेती हुन्छ, बाँझो बस्दैन। बाँझो हुने अवस्था छैन। उही अलिक ढाबी पानीले डुबेर रह्यो भने मात्रै, नभएदेखि बाँझो त बस्दैन। बनाउन त्यो अब नगरपालिकाकै नाम आएको छ। उहाँले यो बनाइदिएको चाहिँ हामी धेरै धन्यवाद दिन्छौँ उहाँलाई। सोही ठाउँकी कृषक नरमाया बन्जराले विगतमा बाँध नहुँदा निकै समस्या हुने गरेको र बाँध बनेपछि आफूहरूमा खुसीको सीमा नै नरहेको बताउनुभयो। उहाँले बाँध बनेपछि निर्धक्क सिँचाइ सुविधा उपलब्ध भएको बताउँदै खुसी व्यक्त गर्नुभयो। बन्जराले सो बाँध निर्माण गर्ने रङ्गेली नगरपालिकालाई खुसी हुँदै यसरी धन्यवाद दिनुभयो। हामीलाई अति नै सजिलो भएको छ। हाम्रो गाउँका छोरा मान्छेहरू राति सुत्नु पनि नपाउने, दिउँसो बस्नु पनि नपाउने, परालका बोझा हामी सहित लागेर झिक्री ल्याएर त्यहाँ थुपारो अनिखेर गयो, घर पुग्यो, अनि त्यो लगिदिइहाल्छ, कहाँ पुर्याइदिन्छ। यो डाँडाको खेती त बाँझै रहन्छ। यो बनाइकन त राम्रो आनन्दले चलाउन पाइन्छ। राति छोरा मान्छे पनि घरमा सुत्न पाउनुहुन्छ, हामी पनि बस्न पाउँछौँ, भित्र बोकेर पुग्नु पर्दैन। यति चाहिँ धेरै धन्यवाद छ। खुसी यो बाँध अति नै खुसी। बिउ राख्न नपाएर दुःख थियो, बिउ हरियो भयो, रोप्ने बेला भयो। हाम्रो आनन्द छ। अहिले त धेरै खुसी लागेको छ। वडा नम्बर 1 कै रङ्गेली बेलबारी सीमा नजिकै सीमा बाँध निर्माणाधीन अवस्थामा छ। रङ्गेली नगरपालिकाकै गौरवको आयोजना रहेको सीमा बाँध निर्माण कार्य बहुवर्षीय योजना अन्तर्गत भइरहेको छ। यति बेला बाँधबाट कुलो बनाएर सिँचाइ सुविधा विस्तार गर्ने कार्य धमाधम भइरहेको छ। सीमा बाँध निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याउँदा 5000 बिघा भन्दा बढी जमिन सिंचित हुनेछ। रङ्गेली नगरपालिकाले नगरका कृषकहरूको सुविधाका लागि आफ्नै पहल कदमीमा सो बाँध निर्माण कार्य अघि बढाएको थियो। अहिले धेरै जसो काम सकिएको छ। हाल सो बाँधसँग जोडेर पक्की कुलो निर्माण धमाधम गरिँदैछ। किसानको खेतबारीमा सहज रूपमा सिँचाइ सुविधा पुर्याउन अहिले कुलो निर्माण भइरहेको हो। सो कुलोको तलबाट खोलाको र कुलो माथिबाट नहरको पानी कृषकले खेतसम्म पुर्याउने गरी धमाधम काम भइरहेको निर्माण व्यवसायी केएन बिल्डर्सका साइट इन्जिनियर प्रतीक मेहताले जानकारी दिनुभयो। खोलाको पानी र नहरको पानी ल्याउने ठाउँमा छौँ होइन, त्यो चाहिँ किसानहरूको लागि चाहिँ फाइदाजनक कुरा हो। यहाँ चाहिँ हामी तल चाहिँ हामी खोलाको पानी अनि मासतिर चाहिँ हामी चाहिँ नहरको पानी ल्याउने ठाउँमा छौँ। यहाँ चाहिँ किसानहरूलाई चाहिँ अत्यन्तै फाइदाजनक देखिएको यो
सीमा बाँध निर्माणले ठूलो क्षेत्रफलमा पर्याप्त सिँचाइ सुविधा पुग्ने भन्दै स्थानीय कृषकहरू निकै हर्षित भएका छन्। स्थानीय दिवाहाङ राईले बाँध निर्माण रङ्गेली नगरपालिकाको प्रशंसनीय काम रहेको बताउनुभयो। यो जुन यो कामहरू भइरहेको छ हैन, जस्तो यो नाला बन्ने कुरा, खोलाको पानी चढाउने कुरा हैन, नहरको पानी अलगै छ। भन्नु यहाँ दुईटा क्यानलहरू छ, ड्रेनहरू बन्छ हैन। यो दुईटै चाहिँ यो राम्ररी चाहिँ सञ्चालन भयो भने चाहिँ अत्याधिक रूपमा यहाँका किसानहरूले राहत पाउँछन् हैन। त्यो चाहिँ भोलिको दिनमा चाहिँ भविष्यको लागि चाहिँ यो हेर्दाखेरि राम्रै कुरा हो हैन। र अहिले यो हेरिएको छ नि यो काम, यो चाहिँ अहिले रङ्गेली नगरपालिकाको मेयर हाम्रो दिलीप बगडियाज्यूले यो जुन काम गर्नु भएको छ एकदम अतिभन्दा अति प्रशंसनीय छ। किन भन्नुहुन्छ भने उहाँ यहाँ यो काम गर्दाखेरि चाहिँ उहाँसँग भेटघाट भयो हैन। भेटघाट हुँदाखेरि मैले पनि के राखेँ भन्नुहुन्छ भन्ने कुरा मेरो आफ्नो हैन, यो समाजको लागि, यो ठाउँको लागि, यो नगरको लागि उहाँलाई मैले चाहिँ यो नहरको र यो चाहिँ खोलाको मात्रै पानी होइन, यस्तो प्लस चाहिँ तपाईँले के पनि गर्नुहोस् भने चाहिँ बाटोको पनि साइज र आकार लिएर जानुहोस् भन्दाखेरि उहाँलाई कुरा राख्दाखेरि उहाँले सहज रूपमा लिएर यो कुरालाई पनि पहल गरेर हैन, यो बाटोलाई पनि मध्यनजर गर्दै यो बनाइएको हुनाले अतिभन्दा अति उत्तम हैन मलाई चाहिँ। र पछि अन्य कसैलाई चाहिँ त्यो महसुस होला, हर्ट फिल होला हैन, र पनि चाहिँ यो पछि चाहिँ यसले राम्रो काम गर्यो है हैन, राम्रो काम भएको छ है हामीहरूको रङ्गेली 1 मा भन्ने कुराहरू चाहिँ यो अवश्य पनि मानिसहरूले भन्न बाध्य हुन्छ। खुसी भएर चाहिँ नि अब हामी हाँस्दै र हल्ला गर्दै हिँड्ने कुरा भएन हैन। तर जुन काम भएको छ यो एकदमै प्रशंसनीय काम हो। वडा नम्बर 2 को भेडी बथान स्थित शिवशंकर खवासको घर उत्तर पनि क्यानल गेट तथा बाँध निर्माण गरेको छ। सो बाँध निर्माणले उक्त क्षेत्रमा पनि सिँचाइ सुविधा प्रशस्त पुगेको कृषकहरूले बताएका छन्। बाँध निर्माण अघि सिँचाइ सुविधा नहुँदा सो क्षेत्रको सयौं बिघा खेतीयोग्य जमिन बाँझै हुने गरेको थियो। खेतीका लागि वर्षायाममै कुर्नु पर्ने बाध्यता किसानलाई थियो। बाँध निर्माण अघिसम्म सो ठाउँमा सुक्खा बाँझो जग्गा मात्र देखिन्थ्यो भन्दा अहिलेको अवस्था हेरेपछि जो कोहीलाई पत्यार नलाग्न सक्छ। तर अहिले यस ठाउँको जमिन सिमसार क्षेत्र जस्तो हराभरा बनेको छ। 12 मास खेती हुन थालेको भन्दै किसानहरूले खुसी व्यक्त गरेका छन्। होइन यो बाँधले त राम्रो फाइदा छ। अहिले पानी 12 मास पानी दिइरहेछ, आइरहेछ। अनि पहिले अब बर्खामा धान बराउँछ, हिउँदोमा पनि पानी बराबर हुन्छ। अब अहिले मकै पनि मान्छेले बराबर फलाएको छ। कट्ठामा तपाईँको 10 मन 9 मन 8 मन जति सक्दो लगानी लाउने मान्छेहरूले, डेली पुर्याउने मान्छेले राम्रो आम्दानी पाइरहेको छ पानीले गर्दाखेरि। सोही ठाउँका कृषक खड्गबहादुर खत्रीले बाँधका कारण हाल प्रशस्त सिँचाइ भइरहेको बताउनुभयो। उहाँले सिँचाइ सुविधा पर्याप्त भएकाले गर्न सक्दा धेरै उत्पादन बढाउन सकिएको बताउनुभयो। यस एरियामा त यो बाँधले गर्दा प्रशस्तै, किनभने अब खाली एक चपरी जग्गा बाँझो बसेको छैन। हजुर यहाँ अब भए जति अब यहाँ कति सक्दो त अनुभव गर्न सकिँदैन। अब जग्गा त कति छ, त्यति जग्गालाई चाहिँ प्रशस्ति नै सिँचाइ गरेको छ। बाँझो कहिले बस्दैन। अब गर्न सक्यो जति जाँगर चलाउन सक्यो त्यति उत्पादन चाहिँ फाइदा चाहिँ भइरहेकै छ। पानीको कमी छैन। स्थानीय कृषक दयासागर गौतमले सो बाँधले हजारौं बिघा बढी क्षेत्रफलमा सबै प्रकारको खेती गर्न किसानलाई राहत पुगेको बताउनुभयो। बाँधबाट किसानलाई ठूलो सुविधा भएको उहाँले जानकारी दिनुभयो। गौतमले पर्याप्त सिँचाइले उत्पादन र किसानको धेरै आय स्तर समेत बढेको बताउनुभयो। गौतमले पर्याप्त सिँचाइले उत्पादन र किसानको धेरै आय स्तर समेत बढेको बताउनुभयो। हिउँदभरि के अछिन्न यो जुन पानी देख्नुभयो अहिले यत्रै पानी यहाँ चलेर ठुलो पानीबाट किसानहरूलाई सहायता भइरहेछ। मकै खेती गर्न, हिउँदे धान बाली गर्न, गहुँ बाली गर्न, बर्खामा त स्वत पानी आकाशबाट पनि पर्छ। यो पानीले नि मद्दत दिएको हुनाले किसानलाई यो पानीले ठुलो राहत पुगेको मैले महसुस गरेको छु। खेती बाँझो बाँध बनाइकन हामीले बाँझो अवस्थामा खेती छैन र किसानको त अब पानी भएपछि अहिले भन्नुहुन्छ भने यहाँ लगभग भन्नु न यहाँ चाहिँ झन्डै 60-70 हजार मन उत्पादन भयो यो पानीको सहायतामा। यो एरियामा यो हाइब्रिड मकै लगाउँदैछ। प्रति बिघा 200 मनसम्म किसानहरूले यहाँ मकै उत्पादन गरेको रेकर्ड छ।
यो नहरदेखि पश्चिम, नहरको साइडमा कुनै पूर्व भाग कुनै अलिअलि गर यो भेडीबचार, हिन्दिमी, दौलतपुर, भलुवा, मङ्गलबारे हुँदै बोबियाको 2 नम्बर वार्डको एरिया सम्पूर्णलाई यो पानीले सिँचाइ गरेको छ। यहाँ नहरको पानी पनि आउँदैन, आउने ठाउँ पनि छैन। अनि अर्को कुरो नजिकै छिमेकी गाउँपालिका धनपालको पनि हिउँदे टाइममा यो गहुँ सिजनमा, मकै सिजनमा यो पानी जान्छ। त्यहाँ पनि कमसेकम लगभग भन्नु न 100 बिघाको चाहिँ त्यहाँ पट्नी यो पानीबाट जान्छ। पोखरी भर्छ यो पानीले, अनि त्यहाँ पम्पसेटले पनि पानी पटाएका छन्। वडा नम्बर 3 को ओलीटोल स्थित कडिया खोलामा समेत नगरपालिकाले बाँध निर्माण गरेको छ। सोही वडाका वडाध्यक्ष भरतराज प्रसाईले खोलाको पानी सिँचाइका लागि उपयोग गर्न बाँध निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले सो खोलामा किसानले धेरै दुःख गरेर विगतमा सिँचाइ गर्नुपर्ने बाध्यता रहे पनि अब समस्या नरहेको बताउनुभयो। वडाध्यक्ष प्रसाईले वडा नम्बर 3 कै अन्य विभिन्न स्थानमा पनि यस्ता सिँचाइका स्रोतहरूको खोजी गरी थप सिँचाइ सुविधा विस्तार गरिने बताउनुभयो। उहाँले सिँचाइकै लागि रङ्गेली नगरपालिकाले विद्युत निशुल्क गरेको जानकारी दिनुभयो। खास गरिमा सिँचाइको कुरा गरिरहँदाखेरि यहाँका कृषकहरूलाई केमा चाहिँ सपोर्ट गर्न सकिन्छ, के कुरामा ध्यान दिएर यहाँको उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने कुराहरूमा ध्यान दिँदै गर्दाखेरि सिँचाइका कुराहरू चाहिँ कहाँबाट चाहिँ कुन तरिकाबाट जाँदाखेरि चाहिँ सिँचाइका कामहरूले चाहिँ किसानलाई सहज हुन्छ भन्ने हिसाब किताबले हामीले जुन घरमा जुन बोरिङहरू छ, बोरिङहरूबाट त एउटा काम भइ नै रहेको छ। जहाँ बोरिङ छैन, त्यो बोरिङ नभएको ठाउँमा चाहिँ यस्ता सम्भावित साना खोलाहरूबाट चाहिँ कसरी कृषकहरूलाई चाहिँ राहत पुर्याउन सकिन्छ, सिँचाइ पुर्याउन सकिन्छ भन्ने हेतुले यो लगायत रङ्गेली नगरपालिकाका विभिन्न ठाउँहरूमा यस्ता कामहरू गर्दै आएको छ। र यो बाँधले पनि यो माथिल्लो भेलमा त त्यति साह्रो यसले फरक नपार्ला, तर यो तल्लो भेलमा गएर खास गरी यसले 4 नम्बरमा 4 नम्बरको आमतोला साइड र आमतोलाको अलिकति उता हाम्रो 3 नम्बरकै कृषकहरूलाई पनि हिउँदमा खास गरी हिउँद सिजनमा चाहिँ यसले निकै नै प्रभावकारी काम गरिरहेको छ। रङ्गेली नगरपालिकाले सिँचाइका लागि बाँध मात्र होइन, खेती गर्ने र नगरपालिकामा सूचीकृत सबै किसानको जग्गामा सिँचाइका लागि विद्युत महसुल निशुल्क गरेको छ। कृषि कार्यका लागि उपयोग गरिने विद्युतको बिल रङ्गेली नगरपालिका आफैले तिरिदिने गरेको छ। रङ्गेली नगरपालिकाले जस्तो सिँचाइको योजना, बोर्डिङ अनि बिजुलीको महसुल दिनु पर्दैन यहाँका किसानहरूले। अनि बोर्डिङ पनि रङ्गेली नगरपालिकाले उपलब्ध गराएर आज यो 40-50 बिघा चैते धान यो राज्यलाई नै उम्लाउने धान हो। यो बाँझो बस्ती हो, बाँझो। यो सबै गाई गोरु खोलेर छोड्दिँदा गोठा लाग्नु पर्दैन, यो सबै बाँझो बस्ने जग्गा हो। आर्थिक वर्ष 2079-80 देखि नगरपालिकाले किसानको विद्युत महसुल आफै तिरिदिन थालेको हो। आर्थिक वर्ष 2080-81 मा किसानको 13,41,000, आर्थिक वर्ष 2081-82 को वैशाख मसान्तसम्ममा मात्र 28,20,000 रुपैयाँ विद्युत महसुल तिरिदिएको रङ्गेली नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार हालसम्म 1155 जना कृषकले निशुल्क विद्युत सेवा प्राप्त गरिरहेका छन्। उक्त सुविधा लिने प्रत्येक वर्ष 500 बढी कृषक थपिँदै गएको रङ्गेली नगरपालिकाले जनाएको छ। सिँचाइ सुविधा किसानले पाएपछि रङ्गेली नगरपालिकामा यस वर्ष मात्र 15 करोड बढीको मकै मात्र उत्पादन भएको अनुमान छ। रङ्गेलीमा कुल 8,000 हेक्टर बढी खेतीयोग्य जमिन रहेकोमा निशुल्क विद्युत महसुल, डिप बोरिङ र बाँध तथा क्यानल गेट निर्माणले झण्डै 6,000 हेक्टर बढी क्षेत्रफलमा राम्ररी सिँचाइ हुने गरेको रङ्गेली नगरपालिकाले जनाएको छ। सञ्चालन भइरहेका निर्माणाधीन र सिँचाइ सुविधा विस्तार योजनाले नगरपालिकाले 100% खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। कृषि क्षेत्र रङ्गेलीको धेरै राम्रो छ, किनभने तपाईको सिँचाइ कार्यक्रम छ। यहाँ सिँचाइ कार्यक्रम हुँदाखेरि तपाईँको 79 देखि 2079-80 देखि नै अहिलेसम्म अब 81-82 आर्थिक वर्ष चलिरहेको छ। हालसम्ममा 1155 जना कृषकहरूले सिँचाइ मिटर निशुल्क गरिसक्नु भएको छ र उहाँहरूको 1155 जनाको सिँचाइको विद्युत महसुल हाम्रो रङ्गेली नगरपालिकाले तिरिराखेको छ दिवाली अहिलेसम्म। यसो गर्दाखेरि त लगभग 6,000 हेक्टरमा सिँचाइ भइरहेको छ किसानको पोखरीमा। यसले गर्दाखेरि तपाईँको उत्पादन बढाएको छ। अर्को कुरो यहाँ पुल हो, पैङहरू छ, नहरहरू साना छन्,
त्यसको पनि मरमसला र बाँध पनि बनाउने काम भयो त्यसबाट पनि सिँचाइ भइरहन्छ रङ्गेलीमा। रङ्गेली नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरूका माग सम्बोधन गरिरहेको किसानहरूले बताएका छन्। नगरपालिकाले कृषि क्षेत्रका लागि केही गरेन भन्नु गलत हुने उनीहरू बताउँछन्। नगरपालिकाले गरेको राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने किसानहरूको भनाइ छ। चियाबान हेर्नु त त्यो कति करोडको बान्छ उतै हेर्नु त डिप बोरिङ त्यो हेर्दा पो गरेन भन्छ सिधै उनीहरूलाई ल्याएर किसानलाई ल्याएर हालिदिनु पर्ने होला पैसा दिनुपर्ने होला त्यो सम्भव छैन नि त। पहिला सिँचाइ मेन भनेको किसानलाई चाहिँ पहिलो सिँचाइ हो। किसानको उन्नति हुन्छ भनेर आज यहाँ हाम्रै गाउँमा 30-40वटा मोटर छ हामीले पैसा तिर्नु परेको छैन त्यो नगरेको हो र हामीले मसुल तिरेको छैन नि त नतिरेको त्यो त नगरेको त होइन नि त। अब गरेकोलाई यसो हेर्दा मान्छेले के सोच्छ भने सिधै हातमा पैसा दियो भने चाहिँ त्यो गरेको देखिन्छ हातमा पैसा नदिएको कारणले चाहिँ यो गरेन भन्छन्। विकासमा लामो समयसम्म ओझेल परेको रङ्गेली नगरपालिका अहिले चौतर्फी विकासमा अघि बढिरहेको छ। हाल रङ्गेली नगरपालिकाका नगर प्रमुख दिलीप बगडिया, उपप्रमुख भूमा पराजुली सहित सबै जनप्रतिनिधिहरू र सही नेतृत्वलाई हातेमालो गर्ने ऊर्जावान कर्मचारीहरूको लगावले रङ्गेलीले अहिले मुहार फेरेको छ। रङ्गेलीमा कृषि क्षेत्रका लागि केही भएन भनेर विरोध गर्नेहरूलाई यहाँका आम कृषकहरूले पाएको सुविधाले गतिलो झापड हानेको छ। सबै खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने र कृषिमा आत्मनिर्भर बन्ने दिशामा रङ्गेली नगरपालिका अग्रसर भएको छ। उन्नत बिउ बिजन वितरण, कृषि औजार वितरण तथा कृषि यान्त्रिकरण र सिँचाइ सुविधा विस्तारले अब बिस्तारै रङ्गेलीले कृषि क्षेत्रमा पनि फड्को मार्ने निश्चित छ। त्यसैले देशमै नमुना र उदाहरणीय नगरपालिका बन्दै गएको रङ्गेलीको चौतर्फी विकासका लागि सबैको साथ अपरिहार्य छ। राजनीतिक दाउपेचका लागि गरिने विरोध भन्दा आलोचनात्मक सहयोग हुन जरुरी छ।